मुलुक स्थायी वा अस्थायी रूपले पथमा लाग्नु सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वी पथमा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आह्वान पनि छ। नेपाली विश्वमा जहाँ रहे पनि नेपाली मूलको अन्य नै हुन्छ। त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ। मुलुक स्थायी वा अस्थायी रूपले छोड्दैन, देशसँगको सम्बन्ध तोडिन सक्दैन। देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविष्यबारे निराशाको सङ्केत दिइरहेको थियो। अब पुँजी र पुँजीपतिहरू तथा कर्मवीर उद्यमीहरूको समेत पलायन हुनु थालेको छ। यो क्रमलाई तत्काल निरुत्साहित र नियन्त्रण गर्न सकिएन भने मुलुक असफलताको सङ्घारमा पुग्न सक्ने सम्भावनालाई लिएर हामी आहत भएका छौँ। सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वी पथमा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आह्वान पनि छ। नेपाली विश्वमा जहाँ रहे पनि नेपाली मूलको अन्य नै हुन्छ। त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ। मुलुक स्थायी वा अस्थायी रूपले छोड्दैन, देशसँगको सम्बन्ध तोडिन सक्दैन। देशबाट जनशक्ति पलायन हुँदै जानुले देशको भविष्यबारे निराशाको सङ्केत दिइरहेको थियो। अब पुँजी र पुँजीपतिहरू तथा कर्मवीर उद्यमीहरूको समेत पलायन हुनु थालेको छ। यो क्रमलाई तत्काल निरुत्साहित र नियन्त्रण गर्न सकिएन भने मुलुक असफलताको सङ्घारमा पुग्न सक्ने सम्भावनालाई लिएर हामी आहत भएका छौँ। सबै नेपालीले